हेलो गाइस, गुड मर्निङ सबैजनालाई। र आज भने चाहिँ मैले एउटा सानो ब्लग लिएर आएको छु। म चाहिँ यहाँ अचानक भनौँ न है, गुफा पातालमा आइपुगेको छु। यहाँनिर आउने प्लान पनि थिएन खासै त। र अहिले चाहिँ हामी यहाँनिर गुफा पाताल जाने जग्गामा आइपुगेको छु। र यो बाटो चाहिँ जानु पर्यो उकालो हामी। अझै चाहिँ मैले अर्को क्यामेरा ल्याएर चाहिँ फोनबाटै भिडियो बनाउँदैछु। आज कति दिनको बाद चाहिँ दिन पनि खुल्ला भएको छ र हाम्रो साथीहरू चाहिँ उकालो जाँदैछ है। यो पार्ट चाहिँ हाम्रो नेपाल एरिया पर्छ र यहाँ तल चाहिँ हाम्रो इन्डिया पर्छ। अस्ति चाहिँ मार्चको टाइममा चाहिँ यहाँ मजाले फुलेको थियो एन्जिलियाहरू। र यहाँको सिनहरू चाहिँ यस्तो छ है। यहाँको नजारा चाहिँ यस्तो छ है साथीभाइ हो। यहाँ चाहिँ घुम्न आउनेहरूलाई चाहिँ एकदम राम्रो ठाउँ छ। टक्क यहाँ चाहिँ बस्दा पनि हुन्छ। यहाँनिर ग्रासल्यान्डहरू जस्तो छ है। यहाँ तल पारी देख्दै गरेको चाहिँ नेपालको एरिया पर्छ। अस्ति हामी आउँदाखेरि चाहिँ यो ग्लास हाउस बनाउँदै थियो र अहिले चाहिँ कम्प्लिट पनि भएछ ग्लास हाउस। यहाँ तलको होमस्टे पनि गएको थियो अस्ति हो, तर यहाँ चाहिँ खुल्ला थिएन तल पनि। र हाम्रो साथीभाइहरू चाहिँ यहाँ पछाडि छ। यो एरिया चाहिँ सेम हाम्रो तल ओकाइटीहरू जस्तो छ। र अहिले चाहिँ हामी यहाँ गुफा पातलको तल्लो भेगमा आइपुगेको छौँ। र यसको नाम चाहिँ रुद्रस इको हट रहेछ। मजाको रहेछ यहाँनिर हटहरू। यहाँ त होमस्टेहरू मात्रै रहेछ नि त है यतातिर। अस्ति आउँदाखेरि चाहिँ हामी टोटल्ली बन्द थियो यहाँनिर चाहिँ। आज चाहिँ कति दिनको बाद चाहिँ घाम लागेको नि त। पुरा पानी परेको थियो अस्ति चाहिँ, र आज चाहिँ अलिक खुल्ला दिन भएर हामी चाहिँ यसो गाडी रोकेर यहाँनिर घुम्न आएको। तर तपाईँलाई ग्लास हाउस चाहिँ अलिकति क्लोजबाट देखाउन चाहन्छु है। यहाँबाट चाहिँ यसो ओह्रालो गएर चाहिँ यहाँनिर चाहिँ ग्लास हाउस चाहिँ र हामी चाहिँ साह्रै बिहानै आएर होला यहाँ चाहिँ लक गरेर आएर चाहिँ यतापट्टिबाट। यो माथि चाहिँ कुनै दिन आफूमा चाहिँ डिटेल्स भिडियो बनाउँदै छु। त्यहाँनिर मेन एट्र्याक्सन चाहिँ त्यो हो